वीडियो बनाएंगे आज थी कुछ कर देना इधर से बनाओ जोर से बोल आज दशहरा दस को टीका गोब्रो पे हुन्छ नि हामी त्यहाँ फोटो तिमीबाट खिच है यहाँ छैन फोटो खिच्न जाने हेर्नुस् क्लिक गर्दै नाम नभन्दा पनि हुन्छ त बाबा यता उता दसैँको टिका लगाउन आएको हामी यहाँ मामा माइती गरेर भन्दा थाहा भयो सबैजना ल कुमली त भिडियो गर्दै त्यो भिडियो गर उहाँ घरबाट आशीर्वाद दिन्छु ए बाबा मदैन कस्तो नराम्रो त कुन दिन जाब बहिनी जलाई दुर्गा माताले सधैँभरि खुसी खुसी सोचेको जहिले के सोचेको छ सबै पूर्ण होस् हैन दाजु त फर्स्ट टाइम टिका लगाउँदैछ जानी नजानी आशीर्वाद दिँदैछु अलिकति भटाउने भटाउँदैछु त दुर्गा माताले के 9 देवी दुर्गालाई चाहिँ अब उहाँलाई चाहिँ हेर्नु पर्यो रक्षा गर्नु पर्यो मेरो खम्बा उही हो खम्बा चाहिँ बल्ले हुनु पर्यो खम्बालाई चाहिँ बल्लै बनाइदिनु खम्बा अलिक ढिला ढिला गरिदिनु अलिकति बाटो बनाइदिनु गरमहरु मर्नु भयो जाऊ बस भाइ जाऊ गर आशिक ताला वाला बाबा आशीर्वाद राम बहिनीलाई दादा आउनु त राम्रो पढाएको छ डल्ला हालेको त हिजो आइज आइज पुरा हाले नि त कति राख्नु पर्छ हामीले के कम दिहाल्यो नि यसरी हल्का पिङ छ दानी रोग कष्ट सबै आइज यहाँ बस यहाँ टेबल छ दुर्गा माताको चाहिँ सधैँ आशीर्वाद होस् बहिनीहरूको चिताको फोकस भन्छ के हाले चिताको फोकस भन्छ यसरी एउटा पनि रहेन सीताको त पुग्नु यहाँ बस यहाँ जमारो लगाएको जमारो मैले लिएको जमारा फुल जमारो त सकेछ अर्को यति हो बहिनीले लिएर आएको ए त्यही त अलिकति सिङ्गिदिनु न अलिअलि मसित नसिउरिनु त्यो नेपालको तिनवटा नानी छ नि यति यति जमारा लगाइदिनु राख्यो जति बेसी सिङ्दै त्यति यति यति जमारा त्यो नेपाल राखेको अरे नि यति यति जमारा पकाइदिनु राख्यो आफै राखेको होला नि त राम्रै हो होला लु त यसपालिको दसैँ को टिका यसपालिको भयो राम्रो आउने पालि वीडियो नहीं बना दिया बड़ा बना दिया फोटो नहीं खींचा ल यता हाल्नु न अलिक फेरि हेलो आज चाहिँ 2025 को दसैँको हो दसैँको टिका लाउन आएको यहाँ हाम्रो दाजुको दाजु भाउजू दिदीहरूसित हामी सबैजना फ्यामिलीहरू छ यहाँ देखाइदिनु भयो निता सुब्बाको डुप्लिकेट बहिनी उहाँ छ हेर्नुहोस् उहाँ घरमा उल्टा उल्टा नगरेर बाबु पक्कै त एकछिन बस ठिक छ आजको बस यति नै हो